नमस्ते सम्पूर्ण मेरा फेसबुकका मित्रहरूमा र सधैँ तपाईँहरूलाई म ट्यारो कार्ड रिडिङ गरेर देखाउनेछु है देखाउँदैछु र तपाईँहरूलाई कस्तो लाग्छ मेरो ट्यारो कार्ड रिडिङ है गाइडेन्सहरू माग्नु छ भने तपाईँले मलाई गाइडेन्स माग्नु सक्नुहुनेछ है अनि र आज चाहिँ मैले तपाईँहरूलाई ट्यारो कार्ड रिडिङ गराउन आएको होइन यो चाहिँ यो भिडियो चाहिँ मेरो तपाईँहरूलाई लिएर एकदमै स्पेसल हुँदैछ। यो भिडियो चाहिँ स्पेसल किन भनेर भन्दा चाहिँ जुलाई अगस्त 1 तारिक न 2 तारिकदेखि चाहिँ मेरो मेडिटेसन क्लास स्टार्ट हुँदैछ अनलाइन र तपाईँहरू पनि इनरोल गर्न सक्नुहुनेछ मेडिटेसन क्लासमा है र त्यो चाहिँ फ्री अफ कस्ट हुँदैन, त्यो चाहिँ पेड हुन्छ है र नोमिनल फीमा तपाईँलाई 2500 रुपियाँमा चाहिँ एउटा मेडिटेसन क्लास मैले गराउन सुरु गरेको छु र अनलाइन तपाईँहरूसँग अनलाइन जोडेर पनि मेडिटेसन गर्न सक्नुहुनेछ र तपाईँहरूले 3 महिना 2 महिनाको कोर्स गर्नुपर्नेछ र त्यसमा तपाईँहरूले थुप्रै कुरोहरू तपाईँको डिभाइन एनर्जीसँग तपाईँहरू कसरी कनेक्ट हुनु, तपाईँ जुन ईश्वरसँग तपाईँहरू समर्पित हुनुहुन्छ, जुन ईश्वरलाई मान्नुहुन्छ, त्यो ईश्वरलाई तपाईँले कसरी चाहिँ मेडिटेसनद्वारा उहाँहरूको ध्यान गर्न सक्नुहुन्छ त्यो तरिकाले है। एन्जल्सलाई चाहियो भने तपाईँले एन्जल्सलाई इन्भोक कसरी मेनिफेस्ट कसरी गर्न सक्नुहुन्छ, आफ्नो जीवनमा पोजिटिभिटी कसरी ल्याउनु सक्नुहुन्छ, देवी दुर्गा भवानीको काली माको पनि तपाईँ मेडिटेसन गर्न सक्नुहुन्छ, उहाँहरूलाई मेडिटेसनको माध्यमबाट उहाँहरूसँग जोडिन सक्नुहुन्छ, भोलि शङ्करसँग जोडिन सक्नुहुन्छ। र यो कुरा चाहिँ मेडिटेसन इङ्ग्लिस शब्द भयो होइन, अनि हामी नेपालीमा हिन्दीमा प्राणायाम भन्छौँ। प्राणायाम है, प्राणले चाहिँ जीवनलाई धारण गर्ने, अर्थात् प्राण नै शरीरको सबैभन्दा ठुलो शक्ति र प्राण शक्तिलाई नै हामीले श्वास प्रश्वास, मेडिटेसनमा के हुन्छ, प्राणायाममा के हुन्छ, श्वास प्रश्वासको खेल हुन्छ र श्वास प्रश्वासको खेलबाट नै हाम्रो जीवनलाई चाहिँ शरीरमा ऊर्जा जागृत हुन्छ। हाम्रो यो शरीर पनि ऊर्जा हो, यो ऊर्जा निस्केपछि नै हाम्रो सूक्ष्म शरीर भन्छ, त्यो ऊर्जा हो नि त, त्यो निक्लेपछि नै हाम्रो शरीर निष्प्राण हुन्छ र यो शरीरमा ऊर्जा छ र नै हामी जीवित छौँ। यो मतलब एनर्जी नै हो, एनर्जी नै सबभन्दा ठुलो कुरो हो। र एनर्जीलाई चाहिँ कसरी क्रिएट गर्नु, मेडिटेसनबाट एनर्जीलाई कसरी क्रिएट गर्नु, ईश्वरको जुन एनर्जीलाई हामीले, ईश्वरको पावरलाई हामीले कसरी चाहिँ आफूसम्म ल्याउनु, त्यो पनि एनर्जी हो। र त्यो एनर्जी चाहिँ केले दिन्छ भन्दा मेडिटेसनले दिन्छ र ऊर्जावान हुनुहुन्छ। हाम्रो शरीरमा यो वरिपरि यहाँ अलिअलि छाया जस्तो देख्नुहुँदैछ, यसरी यहाँनिर यसो भएको, अब यो सूक्ष्म नाङ्गो आँखाले देख्दैन यो है, तर कतिवटा यसको विधि छ है। र यो मेरो शरीरमा औरा हुन्छ, मेरो वरिपरि एउटा ईश्वरको भगवानको तपाईँहरूले फोटोमा हेर्नुहुन्छ वरिपरि यसो उज्यालो देख्छ नि औरा है, ऊर्जा, त्यो ऊर्जा चाहिँ हाम्रो शरीरमा चाहिँ हुनु जरुरी छ। जति तपाईँ मेडिटेसन गर्नुहुन्छ है, 7वटा चक्र छ शरीरमा, 7वटा चक्र यहाँनिर रीढको हड्डी है, स्पाइनल कर्डदेखिको तपाईँको उकालो जतिवटा छ, तर अगाडि हामी ब्याक हो खास गरी, तर अगाडि हामीले यो शरीरको 7वटा, यहाँ थ्रोट चक्र छ, यो तपाईँको आज्ञा चक्र छ, यहाँनिर तपाईँको क्राउन चक्र छ। यसरी यो 7वटा चक्रलाई अलाइन गऱ्यो भने चाहिँ हाम्रोमा शरीरमा बिमारीहरू अलाइन नभएको कारणले, एकदम सिधा नबसेको कारणले गर्दा चाहिँ हाम्रो शरीरमा बिमारीहरू हुन्छ र मेडिटेसन एकदमै जरुरी छ। मेडिटेसनबाट हामीले 7वटा चक्रलाई जागृत गराउनु जरुरी छ। हाम्रो शरीरमा हुने एकवटा बिमारी चाहिँ यो 7वटा चक्रसँग रिलेटेड र 7वटा चक्रको ध्यानको मेडिटेसन पनि म गराउँछु, तर अहिले चाहिँ तपाईँलाई सिम्पल बेसिक थिङ मात्रै तपाईँलाई सिकाउँदैछु मैले है। र त्यो हेरेर तपाईँहरू मेरो मास्टर क्लासमा जोइन गर्न सक्नुहुनेछ, जसको चाहिँ 25 रुपिस मात्रै छ मन्थली है, र नोमिनल फी, एकदमै नोमिनल फी हो यो चाहिँ, एकदमै नोमिनल फी हो। र तपाईँहरू किनभने बिमारी भने 1000वटा दबाई खान्छ, 1000वटा इन्जेक्सन लाउनुपर्छ, 1000वटा हामीले टेस्टहरू गर्छ, यो सबै नहोस् भनेर चाहिँ हामीले शरीरलाई चाहिँ एकदमै स्वस्थ राख्नुको लागि चाहिँ मेडिटेसन सबभन्दा ठुलो कुरो। एरोबिक्सहरू गर्छौँ, योगा गर्छौँ, योगाले एकदम राम्रो हुन्छ तपाईँको शरीर है। हामी जिम जान्छौँ तर पनि हाम्रो शरीरमा काहीँ न काहीँ रोग हुन्छ। हामी बिहान घाम सूर्य उदय हेर्छौँ है, सूर्य उदय चाहिँ हामीले हेर्नु जरुरी छ, तर यहाँनिर त्यस्तो घाम भएको बेलामा हेर्छौँ होइन, हाम्रो त हिल एरिया भयो, त्यस्तो घामहरू त्यस्तो हतपत देखिँदैन, त्यो अलग्गै कुरो हो। तर बिहान हामी मर्निङ वकहरू जान्छौँ, त्यो स्वास्थ्यको लागि बिहानको ऊर्जा ताजा हावा खानु अलग कुरो। तर कतिजना वक गर्छ, कतिजना रनिङ गर्छ, तर पनि फेरि आएर मोटो भइरहेकै हुन्छ। र यो शरीरलाई अलाइन गर्नु चाहिँ, यो 7वटा चक्रलाई अलाइन गर्नु चाहिँ जरुरी छ। यो चाहिँ हामी आफ्नो एउटा ठाउँमा बसेर पनि हामी अलाइन गर्न सक्छौँ। र मेडिटेसन यति जरुरी छ, डे टु डे लाइफमा मेडिटेसनको भ्यालु बढिरहेको छ। आज संसारमा
है। भारतवर्षमध्ये संसारले मेडिटेसनको पावरलाई चाहिँ मानिरहेको छ। ईश्वरसँग जोडिने, डिभाइन एनर्जीसँग जोडिने, तपाईँ ईश्वर कुन चाहिँ ईश्वर मान्छ त्यो डिभाइन एनर्जीसँग जोड्नुको लागि चाहिँ तपाईँ ध्यानको माध्यमबाट हामी प्रेयर गर्छौँ, त्यो अलग कुरो। कसैको लागि प्रेयर गर्छौँ, ईश्वरलाई भजन गर्छौँ, अलग कुरो। ध्यान गर्नु अलग कुरो। हाम्रो सनातन हिन्दू धर्ममा मात्र छ यो ध्यान भन्ने कुरो, र बुद्धिज्ममा पनि ध्यान छ। र यो ध्यानको यति ठुलो महत्त्व छ कि ध्यान गऱ्यो भने नि तपाईँलाई बाहिरको चिजै मन पर्दैन। यो कुरो म तपाईँलाई बताइदिउँ, तपाईँलाई आफ्नो वरिपरि फिजिकल वर्ल्डसँग पनि तपाईँ मतलब अट्याच भएर पनि डिट्याचै हुनुहुन्छ है। अट्याच छ, घर गृहस्थी सबैजनाको छ, फ्यामिली छ, तर अट्याच भयो भने तपाईँ आफू स्वयं भित्रै रमाउँछ, डिट्याच हुन्छ, तपाईँ भित्रै नै आफूभित्रै आनन्द हुन्छ। यो चाहिँ केले गर्छ तपाईँलाई ध्यानले, र ध्यानले ईश्वरसँग जोडाउँछ र अन्तमा ईश्वरमा नै समर्पित हुनुपर्ने शरीर हो हाम्रो है। शरीर आत्मा र शरीर त मरेर जान्छ। यो मृत्युलोक हो, 3D वर्ल्ड हो है। 3D वर्ल्ड 5Dसँग सिफ्ट हुनुको लागि, 4D 5Dसँग सिफ्ट हुनुको लागि चाहिँ हामीले ध्यानको माध्यम हो। अनि ध्यान चाहिँ हाम्रो शरीरलाई फिजिकल वर्ल्डमा पनि त हामीलाई स्वस्थ शरीर चाहियो नि त होइन। यो मृत्यु लोकमा पनि हामीलाई स्वस्थ शरीर चाहियो नि त। हामी जहिलेसम्म जिउँछौँ हामी स्वस्थ भएर जिउनु पऱ्यो। त्यसको लागि चाहिँ ध्यान। 7वटा ऊर्जा, 7वटा चक्र अलाइन भयो भने यो ब्याकदेखिको यो ओकारो यहाँदेखिको यहाँ माथि क्राउन चक्रसम्म चाहिँ हामीले क्राउन लाउँछौँ है। क्राउन हामीले यो क्राउन मतलब तपाईँको लोटसको उयो हुन्छ, यहाँनिर चाहिँ सिम्बल हुन्छ। योसँग हामीले ध्यान गर्दा चाहिँ हामी त्यहाँदेखि मात्रै ईश्वरसँग जोडिन्छ। यहाँबाट मात्रै हामी ईश्वरसँग जोडिन्छ। यहाँबाट हामीले 6 सेन्स अगाडि आउँछ। हाम्रो 6 सेन्स, हाम्रो साइकिक पावर हाम्रो अगाडि हुन्छ। हामीले जति ध्यान यहाँ गर्छौँ हाम्रो 6 सेन्सले काम गर्छ। हामीले जे भन्छौँ त्यो हुन्छ। र यो सबै कुरो चाहिँ के हो, इट्स साइन्स, इट्स टोटली साइन्स है। इट्स अ टोटली साइन्स, एकदम यो चाहिँ प्योर साइन्स हो। त्यो चाहिँ कसले साइन्स क्रिएट गर्यो, योगीहरूले, ऋषिमुनिले चाहिँ साइन्स हो। चाहिँ यो विज्ञानलाई चाहिँ कसैले नकार्नु सक्दैन। र संसारले आज ध्यानको ऊर्जालाई चाहिँ मानिरहेको छ र मेडिटेसन गर्नु लागिरहेको छु मैले तपाईँहरूलाई है। सानो मेडिटेसन तपाईँले हेर्नुहोस्, तपाईँले यो भिडियो पुरा हेर्नुहोस्। यदि चाहनुहुन्छ तपाईँको जीवनलाई सुखी बनाउन चाहन्छ, मसँग तपाईँले जोडिनु सक्नुहुन्छ। मेडिटेसनको माध्यमबाट तपाईँहरू थुप्रै कुरोहरू म सिकाइदिन्छु, थुप्रै तपाईँले जीवनमा नसुनेको कुराहरू म सुनाइदिन्छु, बताइदिन्छु। र तपाईँहरू त्यो जीवनलाई त्यसलाई अनुभव गर्नु तपाईँको जीवन ट्रान्सफर्मेसन हुन्छ। तपाईँको जीवनमा चाहिँ ऊर्जा आउँछ, परिवर्तन आउँछ। तपाईँको जीवनमा यति ठुलो खुसी आउँछ कि त्यो खुसी चाहिँ त्यो बाहिरको चिजले, हामी मेटेरियलिस्टिक लाइफमा हामी पाउँदैनौँ, फिजिकल वर्ल्डमा हामीले त्यो खुसी पाउँदैनौँ। हामीले घर गाडी घोडा पैसा रुपियाँले पनि हामी त्यो खुसी चाहिँ पाउँदैनौँ। जुन चाहिँ इनर वर्क गर्नुहुन्छ, तपाईँले आत्मा चिन्तन गर्नुहुन्छ, त्योभन्दा ठुलो कुरो चाहिँ केही पनि होइन। र ध्यान गर्न लागिरहेको छु म है। र सर्वप्रथम है, जतिले पनि हेर्नुहुन्छ तपाईँहरू आफ्नो ठाउँमा बस्नुहोस् है, यो भिडियो हेर्नुको लागि। र पुरा हेर्नुहोस्, ध्यानमा बस्नुहोस्। तपाईँहरू जहाँ बस्नुहुन्छ तपाईँलाई जस्तो सुविस्ता हुन्छ, जस्तो प्रकारले अब तपाईँको खुट्टाहरू असुविस्ता हुन्छ भने तपाईँ खुट्टा तपाईँले धरतीमा टेक्नु सक्नुहुन्छ। मदर अर्थलाई तपाईँले समर्पित गर्नु सक्नुहुनेछ। योग मुद्रामा यसरी ध्यान गरेर बस्नु सक्नुहुन्छ। योग मुद्रामा बस्नु सक्नुहुन्छ, ध्यान मुद्रामा बस्नु सक्नुहुन्छ। यदि यहाँ यसो गरेर यहाँ यसो गर्दा पनि हुन्छ ध्यान, तपाईँलाई जस्तो सुविस्ता हुन्छ ध्यान यसरी गर्दा पनि हुन्छ। यसो गरेर हामी कालीको एनर्जीसँग जोडिन्छ, यसो गर्दा पनि हुन्छ। तपाईँलाई जो सुविस्ता लाग्छ त्यही गर्नुहोस्। तपाईँ यसो गर्दा पनि हुन्छ, यसै गर्दा पनि हुन्छ तपाईँको हात है। र म यसरी तपाईँलाई ध्यानको अरिजिनल फर्म चाहिँ म तपाईँलाई दिइरहेको छु। र आँखा चिम गर्नुहोस्, क्लोज योर आइज, दुईटै आँखालाई बन्द गर्नुहोस्। शान्त स्थानमा बस्नुहोस् जहाँ चाहिँ तपाईँलाई कसैले डिस्टर्ब नगरोस् है। तपाईँको घरको एक कुनामा भुइँमा चट्याङ बिछाएर हुन्छ, या कुनै पनि ओछ्यानमा हुन्छ, बेडमा, कतै पनि तपाईँ सजिलो तरिकाले जहाँ तपाईँलाई सुविस्ता हुन्छ त्यहाँ बस्नुहोस्। आँखा चिम गर्नुहोस्। रिडको हड्डी यो स्पाइनल कर्ड यो पछाडि एकदम स्ट्रेट यसरी ढल्किनु होइन, ओछ्यान यसरी ढल्किनु हुँदैन। मेडिटेसन जहिले पनि ध्यान गर्दा सिधा स्टेडी बस्नुहोस्। तपाईँको रिडको हड्डीलाई सिधा राख्नुहोस्। दुईवटा खुट्टालाई धरतीमा टेक्दा पनि हुन्छ, नभए तपाईँले यसरी दुईवटा खुट्टालाई अपोजिट डाइरेक्सनमा क्रस गर्दा पनि हुन्छ। र मैले अपोजिट डाइरेक्सनमा क्रस गरेको छु। त्यो दिव्य ऊर्जालाई ध्यान गर्नु सिकाउँछु म तपाईँलाई।
सर्वप्रथम आँखा चिम गर्नुहोस्, क्लोज योर आइज। बिस्तारै शान्त हृदयले बिस्तारै आफ्नो श्वासलाई भित्र तानेर नाभिसम्म, तपाईँको यो नाभि छ, नाभिसम्म लानुहोस् र नाभि चाहिँ फुलेको अनुभव गर्नुहोस्। श्वास जब भित्र जान्छ तपाईँको नाभि अटोमेटिकली फुलेको अनुभव गर्नुहोस् र जब तपाईँले इन्हेल गर्छ यो एनर्जी होइन, त्यो फेरि एक्सहेल गर्दा चाहिँ तपाईँको त्यो नाभि चाहिँ भित्र हाल्नुपर्छ। जस्तै अब मैले गरेँ, मेरो नाभि फुलेको छ, अब म एक्सहेल गर्छु। मुखबाट श्वास फ्याँक्नुहोस्। इन्हेल गर्दा नाभि फुलाउनुहोस् है, पेट फुलाउनुहोस्। एक्सहेल गर्दा त्यो नाभि खुम्च्याउनुहोस् र तपाईँको श्वास चाहिँ बाहिर फ्याँक्नुहोस्। फेरि एकछिन रोक्नुहोस्, नाभिमा फ्याँक्नुहोस्। त्यसरी फेरि नाभि फुलाउनुहोस्, एकछिन बस्नुहोस्, बिस्तारै एक्सहेल, इन्हेल एक्सहेल। अब बिस्तारै श्वास तपाईँको नाकबाट श्वास भित्र लानुहोस् र यहाँनिर छातीमा फुलेको अनुभव गर्नुहोस् र फेरि जब बाहिर निकाल्नुहुन्छ श्वास, मुखबाट बाहिर निकाल्नुहुन्छ, त्यति बेला यो श्वास चाहिँ छाती चाहिँ खुम्च्याउनुहोस् ल, फुलाउनुहोस् ल। पहिला मेरो छाती फुल्यो, निकाल्नुहोस् एकछिन, मेरो छाती खुम्च्यो। फेरि तेस्रो पल्ट यो भयो है। आफ्नो सम्पूर्ण ध्यान आफ्नो श्वासमा राख्नुहोस्, आउँदै जाँदै गरेको श्वासमा राख्नुहोस् आफ्नो सम्पूर्ण ध्यान। र तपाईँले त्यो दिव्य ऊर्जा, तपाईँको त्यो शरीर दिव्य ऊर्जाले सञ्चालित भइरहेको छ र त्यो दिव्य ऊर्जालाई तपाईँले आफ्नो धन्यवाद ज्ञापन गर्नुहोस् कि मेरो शरीरमा यो ऊर्जा श्वास प्रश्वासको खेल हो। यो संसार नै, सृष्टि नै श्वास प्रश्वासको खेल हो। जब यो श्वास प्रश्वास सकिन्छ हाम्रो जीवन पनि अन्त भएको हुन्छ र यो श्वास प्रश्वासलाई एकदम तपाईँले ध्यान दिनुहोस्। आउँदै जाँदै गरेको तपाईँको हतारमा श्वास फ्याँक्नु होइन, जहाँ आउँछ स्मुथली जानु दिनुहोस्, आउनु दिनुहोस्, जानु दिनुहोस्। त्यो हाम्रो लगातार क्रम हाम्रो जीवनमा चलिरहेको हुन्छ। र अब सम्पूर्ण ध्यान तपाईँको यो क्राउन चक्रमा राख्नुहोस्, सम्पूर्ण ध्यान यो क्राउन चक्रमा राख्नुहोस्। सहस्त्रार चक्रमा तपाईँको ध्यान राख्नुहोस्, तपाईँको ध्यान सम्पूर्ण ध्यान सहस्त्रार चक्रमा राख्नुहोस्। शिरदेखि माथि सहस्त्रार चक्र क्राउन चक्रमा तपाईँको ध्यान राख्नुहोस् र तपाईँ त्यो दिव्य ऊर्जासँग अलाइन हुनुको लागि रेडी हुनुहुन्छ। तपाईँ त्यो दिव्य ऊर्जालाई आफ्नो जीवनमा, आफ्नो शरीरमा प्रवेश गराउनको लागि तपाईँ तयार हुनुहुन्छ। र इमेजिन गर्नुहोस्, तपाईँको शिरदेखिको माथि अनुभव गर्नुहोस् जहाँ खुला आकाश, खुला आकाश छ। तपाईँको शिरदेखिको माथि खुला आकाश, त्यो खुला आकाश, त्यो दिव्य ऊर्जा टलबलाइरहेको छ। त्यो दिव्य ऊर्जा, त्यो सेतो उज्यालो, त्यो डिभाइन पावर, त्यो डिभाइन लाइट चम्किँदैछ, टलबलाइरहेको छ, चम्किँदैछ। त्यो दिव्य ऊर्जा तपाईँको शिरदेखिको माथि खुल्ला आकाशमा, तपाईँको शिरदेखि माथि खुल्ला आकाशमा त्यो दिव्य ऊर्जा चम्किरहेको छ। त्यो
दिव्य ऊर्जासँग तपाईँको त्यो दिव्य ऊर्जाले तपाईँको मनलाई आकर्षित गरिरहेको छ। त्यो दिव्य ऊर्जालाई तपाईँले आफ्नो शरीरमा प्रवाहित गर्नको लागि तयार हुनुहुन्छ। त्यो दिव्य ऊर्जालाई कल्पना गर्नुहोस् बिस्तारै बिस्तारै। त्यो ऊर्जा, दिव्य ऊर्जा तपाईँको शिरको माथि बिस्तारै बिस्तारै आकाशबाट त्यो दिव्य ऊर्जा तपाईँको शिरदेखिको माथि आइपुगेको छ। वेलकम गर्नुहोस्, सुस्वागत गर्नुहोस् त्यो ऊर्जालाई, त्यो दिव्य ऊर्जालाई स्वागत गर्नुहोस्। आँखा चिमिराख्नुहोस्, आँखा ट्याक्कै नखोल्नुहोस्। भित्रको आँखाले हेर्नुहोस्, मनको आँखाले हेर्नुहोस्, सूक्ष्म शरीरले हेर्नुहोस्। त्यो दिव्य ऊर्जा तपाईँको शिरमाथि क्राउन चक्रमा आएर टल्बलाइरहेको छ। अब बिस्तारै बिस्तारै त्यो शिरको भित्र पसिरहेको छ। तपाईँको शिरभित्र त्यो दिव्य ऊर्जा सञ्चारित भइरहेको छ। बिस्तारै बिस्तारै तपाईँको शिर उज्यालो बनाइरहेको छ, टल्बलाइरहेको छ, लाइट भइरहेको छ, उज्यालो। त्यो दिव्य प्रकाश, ईश्वरीय प्रकाश, ईश्वरीय लाइट तपाईँको शरीरलाई बिस्तारै बिस्तारै लाइट दिन सुरु गरेको छ। तपाईँको ध्यानमा रहेको त्यो शरीरलाई लाइट दिनको लागि तयारी भइरहेको छ। अब त्यो दिव्य ऊर्जा बिस्तारै तपाईँको शिर हुँदै 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 तपाईँको कान, तपाईँको नाक, तपाईँको मुख, तपाईँको आँखा, तपाईँको फोरहेड है, निधार सबै सबै हुँदै 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 तपाईँको दुईवटा हातको भुजा, दुई हातको तपाईँको पाखुरा हुँदै, तपाईँको दुईवटा हात हुँदै, तपाईँको घाँटी हुँदै, तपाईँको थ्रोट चक्र हुँदै, तपाईँको आज्ञा चक्रबाट ओह्रालो थ्रोट चक्र हुँदै 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 तपाईँको त्यो दिव्य प्रकाश स्वरूप ईश्वरको उज्यालो, दिव्य उज्यालो तपाईँको शरीरभित्र छिरिसकेको छ। तपाईँको छातीहरूमा त्यो दिव्य ऊर्जा टल्बलाइरहेको छ। बिस्तारै बिस्तारै त्यो ऊर्जा तपाईँको नाभिदेखिको केही माथि जहाँनिर चाहिँ तपाईँको मणिपुर चक्र स्थित छ त्यहाँ आइपुग्यो। त्यसपछि तपाईँको बिस्तारै बिस्तारै तपाईँको अनाहत चक्रमा आइपुग्यो। अनाहत चक्र भनेपछि तपाईँको नाभि मणिपुर चक्रमा आइपुग्यो। त्यसपछि तपाईँको ओह्रालो अनाहत चक्र तपाईँको नाभिदेखि ओह्रालो चक्रमा आइपुग्यो। त्यसपछि बिस्तारै बिस्तारै तपाईँको रुट चक्र, तपाईँको यो जुन चाहिँ मूलाधार चक्र भन्छ, त्यो सबलाई तपाईँको दिव्य बनाइरहेको छ। तपाईँको शरीरको 7वटा इन्द्रियहरूलाई, 7वटा चक्रहरूलाई तपाईँको अलाइन गरिरहेछ। त्यो दिव्य ऊर्जा तपाईँको ढाडबाट भएर उज्यालो छिरेर गएर तपाईँको शरीरको पछाडिको रीढको हड्डीहरू हुँदै हुँदै ओह्रालो गएर तपाईँको दुई खुट्टाहरूमा, तपाईँको जाङहरूमा, तपाईँको थाइसहरूमा, तपाईँको नीमा, तपाईँको घुँडाहरू हुँदै, तपाईँको फुटमा, तपाईँको खुट्टाहरू हुँदै गएर सम्पूर्ण शरीरमा त्यो दिव्य ऊर्जा सञ्चारित भइरहेको छ। कल्पना गर्नुहोस् तपाईँको शरीर प्रोटेक्टेड छ। अब रोगदेखिको, ऋणदेखिको, शत्रुदेखिको, हर कुरोदेखिको तपाईँको शरीर अलाइन छ। तपाईँको शरीर यति ऊर्जावान भएको छ। तपाईँको शरीरलाई ईश्वरीय डिभाइन ऊर्जाले सुरक्षित घेरोभित्र राखेको छ। तपाईँको शरीरलाई यति सुन्दर सबल है, तपाईँको रोगरहित, तपाईँको शरीरमा कहीँ रोग थियो भने त्यो रोगहरूलाई पनि निर्मूल गरेर त्यो ऊर्जाले तपाईँको शरीरमा नयाँ रक्त सञ्चार गरिदिएको छ। तपाईँको शरीर दिव्य प्रकाशमा ढलिरहेको छ। तपाईँको शरीर दिव्य प्रकाश स्वरूप त्यो तेजपुञ्ज ईश्वरको वरदान, त्यो ईश्वरीय लाइट, डिभाइन लाइट तपाईँको शरीरलाई सुरक्षाको घेरोभित्र राखेको छ। तपाईँ सुरक्षित हुनुहुन्छ त्यो घेरोभित्र। कल्पना गर्नुहोस् शून्य छ, शून्य शरीर दिव्य भइरहेको छ। तपाईँको हड्डीहरू, तपाईँको नसाहरू, तपाईँको हरेक शरीरको अर्ग्यानहरू सबैलाई त्यो दिव्य प्रकाशले यति ऊर्जावान बनाइरहेको छ। जहाँ तपाईँको शरीरमा दुःख थियो, रोग थियो, पीडा थियो,
दुखाइहरू थियो सबैलाई निर्मूल गरेर गइरहेको छ। त्यो दिव्य ऊर्जाले तपाईँको शरीरलाई यति सुन्दर बनाइदिइरहेको छ, तपाईँलाई सुरक्षाको घेरो दिइरहेको छ ईश्वरले। एन्जल्सले तपाईँले जुन ईश्वर मान्नुहुन्छ, वही ईश्वरको दिव्य स्वरूपले तपाईँलाई शरीरमा दिव्यता फैलाइदिइरहेको छ। शान्त हुनुहुन्छ, शून्य हुनुहुन्छ, तपाईँ यति साह्रो सन्चो हुनुहुन्छ। तपाईँको भएको रोगहरू, तपाईँको पीडहरू, तपाईँको मर्काहरू, तपाईँको डिप्रेसनहरू, ट्रोमाहरू, तपाईँको शरीरमा भएको दुःखहरू, पीडाहरू, तपाईँले भोग्नु भएको सबै कुरालाई निर्मूल गरेर तपाईँलाई दिव्य सुरक्षाको घेरोभित्र यो डिभाइन एनर्जीले, ईश्वरीय ऊर्जाले तपाईँलाई जीवनलाई समर्पित गरिरहेको छ। धन्यवाद दिनुहोस् त्यो मदर अर्थलाई, त्यो धरती मातालाई धन्यवाद दिनुहोस्, जसलाई टेकेर तपाईँ उभिनु भएको छ, जसको माथि भार बनाएर तपाईँ बस्नु भएको छ। त्यो दिव्य ऊर्जालाई त्यो धन्यवाद दिँदै त्यो मदर अर्थलाई धन्यवाद दिनुहोस्। तपाईँले आफ्नो आमा बाबुलाई धन्यवाद दिनुहोस्। थ्याङ्क यू मेरो आमा बाबा, थ्याङ्क यू गुरुजन। तपाईँको इष्टमित्रलाई धन्यवाद दिनुहोस्, तपाईँको शाखा सन्तानलाई दिनुहोस्, तपाईँको परिवारलाई धन्यवाद दिनुहोस्। तपाईँको हर रिलेसनहरू एकदम राम्रो भयो। जहाँ चाहिँ तपाईँको शत्रुता थियो, तपाईँको रिलेसनहरू हिल भइरहेको छ, तपाईँको बिमारीहरू हिल भइरहेको छ। आज यो दिव्य ऊर्जाले जसले तपाईँलाई क्षमा दिएको थिएन, जसले तपाईँले क्षमा गर्नुभएको छ, सबैलाई क्षमा दिनुहोस्। तपाईँको शरीरलाई क्षमा दिनुहोस्। तपाईँले यो शरीरबाट, भौतिक शरीरले कसैलाई नराम्रो गरेको छ, त्यसलाई क्षमा दिनुहोस्। क्षमा माग्नुहोस् ईश्वरसँग, त्यो दिव्य ऊर्जासँग क्षमा माग्नुहोस्। तपाईँले सबै कुरोलाई, तपाईँको शरीरमा अब कुनै चिन्ता छैन, पीडा छैन, कुनै त्रास छैन, डर छैन, भय छैन, डिप्रेसन, एन्जाइटी, कुनै खालको कुनै कुरो छैन। तपाईँले शरीरलाई स्वस्थ महसुस गर्नुभएको छ। तपाईँले आफ्नो शरीरलाई, त्यो ऊर्जालाई अनुभव गर्नुहोस्। म 10 काउन्ट गर्छु, बिस्तारै तपाईँ सेन्समा आउनुहोस्। तपाईँ ध्यान गर्नुभएकोबाट सेन्समा तपाईँको यो भौतिक शरीरमा आउनुहोस्। 10, 9, 1 भएपछि तपाईँहरू बिस्तारै आँखा खोल्नुहोस्। 10, 9, 8, 7, 6, 5, 4, 3, 2, 1 बिस्तारै आँखा खोल्नुहोस्। दुईटा हात यसरी थपडीको उयो बनाउनुहोस्, मुद्रा, र यसरी दुईटा हातलाई रब गर्नुहोस्। दुईटा हातलाई, त्यो दुईटा हातलाई रब गर्नुहोस्। तपाईँको दुईटा हातमा तपाईँको जति पनि ध्यानको ऊर्जाहरू सञ्चारित भएको छ, अब बिस्तारै आँखामा राख्नुहोस्। तपाईँको दुईटा आँखामा राख्नुहोस्। बिस्तारै आँखा अब खोल्नुहोस्। थ्याङ्क यू एन्जल्स, युनिभर्स, डिभाइन, थ्याङ्क यू मा, थ्याङ्क यू काली मा, थ्याङ्क यू दुर्गा मा, जति पनि मेरो वरिपरिको एन्जल्सहरू हुनुहुन्छ सम्पूर्णलाई धन्यवाद दिँदछु। जति पनि मेरो जीवन रहन्छ तबसम्म तपाईँको स्तुति गर्न सकौँ, तपाईँलाई ध्यान गर्न सकौँ, मेरो जीवनलाई एउटा डिभाइन लाइटमा तपाईँले परिवर्तन गरिदिनु भएको छ। आजदेखिको मेरो शरीरको रोग, ऋण, शत्रु, मेरो शरीरमा रोग थियो, मेरो वरिपरि शत्रु थियो, मेरो थुप्रै भौतिक निडहरूलाई मैले ऋण लिनु परेको थियो, मैले जे पनि गर्नु परेको थियो, अब सबै हिल भएर जानेछ। अब मेरो शरीर सम्पूर्ण स्वस्थ हुनेछ, मेरोमा थुप्रै ऊर्जाहरू आउनेछ, तपाईँको ईश्वरीय ऊर्जाहरू। अनि मेरो
कुनै खालको मलाई फाइनेन्सियल मेरोमा प्रब्लम थियो, मेरो पैसा रुपियाँको प्रब्लम थियो, मेरो शरीरमा मेरो रिलेसनसिपमा राम्रो थिएन, केही ठिक थिएन मेरो भने अब तपाईँको ऊर्जाले मेरो शरीरको सम्पूर्ण शरीरलाई सँगै मेरो आत्मालाई हिल गरिदिनु भएको छ र मेरो जीवनमा अब नयाँ ऊर्जा सञ्चारित भएको छ र मेरो जीवन अब दिव्य भएर जानेछ। अनि मेरो फिजिकल वर्ल्डमा मलाई चाहिने हरेक सुखको साधनहरू, मलाई फिजिकल वर्ल्डमा चाहिने हरेक कुरो नै मैले पाउन सक्ने मेरोमा क्षमता अगाडि भएको छ र मैले यो संसारलाई जित्ने मेरोमा क्षमता भएको छ, जसमा कि मैले डिभाइन ऊर्जा मैले प्राप्त गरेको छु। यो संसार त के म 1000 जुनी पनि म यसरी नै जिउन चाहन्छु र यो दिव्य ऊर्जालाई मैले आफ्नो जीवनमा उतारिसकेको छु र योभन्दा खुसी ठुलो मेरो जीवनमा अरू केही हुने छैन। धन्यवाद, धन्यवाद, थ्याङ्क यू युनिभर्स, यति दिव्य ऊर्जा मलाई दिनुभएकोमा, सबै कुरो दिनुभएकोमा। जति पनि मेरो भ्युवर्सहरू छ उहाँहरूलाई पनि हिल पठाइदिँदैछु, हिलिङ गर्दैछु। तपाईँहरूको कुनै बिमारी छ भने, तपाईँलाई कुनै खालको फाइनेन्सियल प्रब्लम छ भने, तपाईँहरूको कुनै खालको नराम्रो स्थिति छ भने, तपाईँको परिस्थिति ठिक छैन भने, तपाईँको रिलेसनसिप ठिक छैन भने अब बिस्तारै हिल भएर जानेछ। थ्याङ्क यू सबै मेरो जति पनि मेरो भिडियो हेर्ने मित्रहरू छ उहाँहरूको जीवनमा पनि तपाईँले यसरी नै उज्यालो फैलाइदिनुहोस्। त्यो दिव्य ऊर्जाले तपाईँको जीवनलाई पनि उज्यालो बनाइदियोस्। थ्याङ्क यू। कस्तो लाग्यो मेरो मेडिटेसन? तपाईँको जीवन यति उज्यालो हुन्छ क्या। यो बाहिर खुसी त्यो खुसी हामीले बाहिर खोजेर पाउँदैनौँ, जुन चाहिँ खुसी चाहिँ हामीले भित्र ईश्वरमा समर्पित भएर पाउँछौँ। यो शरीर स्वस्थ भएर पाउँछौँ र यो शरीर स्वस्थ हुनको लागि चाहिँ मेडिटेसन एकदमै जरुरी छ तपाईँको जीवनमा। तपाईँको जीवन पनि यसरी मेरो जस्तै दिव्य होस् भनेर प्रार्थना गर्दै आजको भिडियोमा यही नै विराम दिन चाहन्छु र तपाईँहरू मसँग जोडेर यस्तो भिडियोहरू हेर्न सक्नुहुनेछ है, फलो गर्न सक्नुहुन्छ।